युभेन्टस र डर्टमन्डको भिडन्तमा भयो 8 गोल। इटालियन क्लब युभेन्टस र जर्मन क्लब डर्टमन्ड बीच नयाँ सिजनको च्याम्पियन्स लिगमा रोमाञ्चक खेल भएको छ। यो खेलमा युभेन्टस र डर्टमन्डले 4-4 को बराबरी गरेका छन्। यो खेलमा 8 वटा गोल नै सेकेन्ड हाफमा भएका हुन्। हाफ अघि यो खेल 0-0 को बराबरीमा रहेको थियो। यस खेलमा युभेन्टसले उत्कृष्ट कमब्याक गरेको हो। खेलको 52औं मिनेटमा करिम एडियमीले सेराउ गिरासीको असिस्टमा गोल गरेर डर्टमन्डलाई 1-0 को अग्रतामा ल्याए। 63औं मिनेटमा केनान इल्डिजले जोआओ मारियोको असिस्टमा खेल 1-1 बनाए। अनि 65औं मिनेटमा फेलिक्स नेमेचाले एडियमीको असिस्टमा डर्टमन्डलाई 2-1 को अग्रता दिलाए। इल्डिजको असिस्टमा दुसान ब्लाहोभिचले 67औं मिनेटमा युभेन्टसलाई 2-2 को बराबरीमा ल्याए। त्यसपछि डर्टमन्डले लगातार 2 गोल गरेर लिड लियो। 74औं मिनेटमा यान कोटोले डर्टमन्डलाई 3-2 को अग्रतामा राखे भने 86औं मिनेटमा रामी बेन्सेबैनीले पेनाल्टी गोल गरेर खेल 2-4 बनाए। 6 मिनेट समय थप गरिएको खेलमा 90 मिनेट पछिको थप समयको 4औं मिनेटमा भ्लाहोभिचले पिएरे कालुलुको असिस्टमा युभेन्टसलाई 3-4 मा फर्काए भने भ्लाहोभिचको असिस्टमा डिफेन्डर लोएड केलीले हेडिङ मार्फत गोल गर्दा थप समयको 6औं मिनेटमा युभेन्टस 4-4 को बराबरीमा फर्कन सफल भयो।